Imagine risking your life for money, and winning is the only survival. Yes, you guys are right. I'm talking about the very famous Korean thriller drama Squid Games. किनभने यसको सिजन 3 को ट्रेलर युट्युबमा आइसकेको छ and it's looking crazy intense. पुरानो रिभेन्ज, नयाँ क्यारेक्टर्सहरु र रेड सुटले फेरि एकचोटी माहौल तताउला त। आउनुहोस् यो ट्रेलरले हामीलाई के देखायो, के क्लुजहरु दिएको छ र यो सिजन चाहिँ सबैभन्दा डार्क किन हुनेछ चर्चा गरौँ। हेलो एन्ड नमस्कार, वेलकम ब्याक टु येट अनदर एपिसोड अफ कर्माफल रिभ्युज, जहाँ हामी अमेजिङ मुभिजहरुको चर्चा गर्छौं। 잠시 후 게임을 시작하겠습니다. So as you guys all know, Squid Games को थीम चाहिँ बच्चाहरूले खेल्ने खेल खेलेर बिलियन्स अफ डलर कमाउने हो र यदि इन केस तपाई त्यो गेममा हार्नु भयो भने अथवा आउट हुनु भयो भने यु शुड पे द प्राइस विथ योर लाइफ। तपाईले आफ्नो डेथ सम्म एक्सेप्ट गर्नुपर्ने हुन्छ। सो अब कुरा गरौँ यस सिजन 3 को ट्रेलरको बारेमा। यो ट्रेलरको सुरुवात हुन्छ हाम्रो आइकनिक रेड डलको सिनबाट, जो हेर्दाखेरि एकदमै थ्रिलिङ हुन्छ। द वान थिङ द्याट इज भेरी इम्पोर्टेन्ट इन स्क्विड गेम इज यु क्यानट ट्रस्ट एनीवान। सो सिजन 3 ले पनि यही थिम फलो गरेको पाइएको छ। सो ब्ल्याकम्यानले आफ्नो फेस रिभिल गरेको छ भने खेलाउने खेलहरू चाहिँ एकदमै इन्टेन्स भएको जस्तो देखिन्छ, किनभने अल द प्लेयर्स आर बेगिङ द भिआइपिज टु स्टप द गेम। सो फ्यानमेड थ्योरी अनुसार सिजन 2 मा रहेको प्लेयरहरू सुत्ने रुमको वालमा भएको ड्रइङले चाहिँ सिजन 3 मा हुने अपकमिङ सिजनमा हुने गेम्सहरूलाई इन्डिकेट गर्छ, हिन्ट गर्छ भन्ने खालको थ्योरी पनि आएको छ। सो गिहुन यस सिरिजको मेन क्यारेक्टरको रिभेन्जमा अझै आगो थपिएको छ, किनभने एज यु गाइज अल नो सिजन 2 मा उसको साथीलाई भिआइपिजहरूले मारेको थियो। फाइनल्ली यस सिजनमा उसको रिभेन्ज पुरा होला त, यो थाहा पाउनलाई चाहिँ वी सुड वेट फर द रिलिज। सो सिजन 2 मा सबै क्यारेक्टरहरूको ब्याक स्टोरी र स्टोरी डेभलपमेन्ट, क्यारेक्टर डेभलपमेन्ट चाहिँ एकदमै फ्ललेस र एकदमै पावरफुल रहेको थियो। तर मलाई पर्सनली चाहिँ ह्योन्जु भन्ने क्यारेक्टरको क्यारेक्टर डेभलपमेन्ट, ब्याक स्टोरी चाहिँ एकदमै मन परेको थियो, किनभने यो चाहिँ एकदमै इम्प्याक्टफुल र पावरफुल रहेको थियो। एन्ड होपफुली सिजन 3 मा उसको सिनहरू अझै धेरै देख्न पाइयोस्। सो टु बी अनेस्ट स्क्विड गेम सिजन 3 को ट्रेलर इज लुकिङ वाइल्ड। भिजुअल्सको त कुरै नगरौँ, इट्स लुकिङ नेक्स्ट लेभल। सो स्टोरी लाइन पनि एकदमै मिस्टेरियस र इन्ट्रेस्टिङ देखिएको छ। सो यो सिजनमा खेल मात्र नभएर पोलिटिक्स, साइकोलोजीहरू पनि सबै मिक्स भएको जस्तो देखिन्छ। सो यस सिरिजको मेन क्यारेक्टर गिहुन हिरो नै हो त कि भिलेन हो? सो भिआइपीहरूको रियालिटी चाहिँ के हो, गेम कुन लेभलसम्म जानेछ, कुन इन्टेन्सिटीसम्म जानेछ, यस्ता क्वेसन्सहरूले चाहिँ यो सिरिजलाई एकदमै एन्टिसिपेट गरेको पाइन्छ। सो एट द इन्ड आई वुड लाइक टु से कि ट्रेलरले हाइप त चुरोट झैँ सल्काएको छ। गिहुनको रिभेन्ज सक्सेस होला त? तपाईहरूलाई के लाग्छ? आफ्नो थ्योरी पनि कमेन्ट बक्समा सेयर गरिदिनु होला। सो यति भन्दै आई एम भेरी भेरी एक्साइटेड फर सिजन 3। सिजन 1 र सिजन 2 ले एकदमै पैसा वसुल, एकदमै सेटिस्फ्याक्ट्री पर्फर्मेन्स दिएको थियो र आई होप सिजन 3 ले अझै धेरै सेटिस्फ्याक्सन दिनेछ, किनभने दिस इज द फाइनल सिजन अफ द सिरिज स्क्विड गेम। सो ह्याभिङ सेड अल अफ दिस, आजलाई यति नै। फेरि अर्को हप्ता नयाँ ब्रेकडाउन लिएर आउने बाचा गर्दै अहिले भने तपाईँहरूसँग बिदा हुन्छु। टेक केयर, स्टे सेफ एन्ड स्टे इन्सपायर्ड एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। तपाईँहरूको यो सब्सक्राइबले म एकदमै धेरै इन्सपायर हुनेछु, एकदमै धेरै पम्प अप हुनेछु। प्लिज 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 तपाईँहरूको एक सब्सक्राइब, इट्स अ भेरी बिग थिङ फर मी है गाइस।